बाइक पल्टियो यस्तो बाटोले ल्याउने खोजेको बाइक चिप्ल्यो घाँसले गर्दा चाहिँ अहिले लामो सुतिरहेको छ मेरो भाइ बाख्री गाउँ आइसक्यो अब यता बोका गाउँ त थाहा छैन कता छ बोका गाउँ यो सबै बोका गाउँ होला के बोले भाइ अब के बोले घडीले सकिने भयो नगरकोट त यार म जता गएँ त्यतै घरेलु बिक्रीमा छ र यो पनि घर फाइनली गइछौँ हामी चाहिँ नुवाकोट कुरोमा हिँडिसक्यो नुवाकोट जाने कुरो हुन्छ सारा लाएर अब कलङ्कीदेखि हिँडिसक्यो कोरेन्डरको बाटो भएर अब हामी चाहिँ यहाँबाट चाहिँ कोटेश्वर निक्लिन्छ कोटेश्वरबाट स्वयं नन स्टार सल्लीगाडी भक्तपुर हुँदै नुवाकोटको यात्रा हुन्छ आज हाम्रो इन्जोय टुर हुन्छ अरे तर स्याटरडे बालतिर आइसक्यो भनेको नन स्टार साइड बालतिर आइसक्यो दुईजनाले अब यतिखेर जाने बाटो नै छैन तर स्याटरडे दिइरहेछ अरे युएन पार्क आइपुग्यो है साथै युएन पार्क भयो युएन पार्कतिर यति बेला लास्ट जाम भएको थियो बिहान चाहिँ खुल्ला हुन्छ रातितिर अलिकति खुल्ला हुन्छ यो टाइम त डेन्जर जाम मान्छे भइदिन्छ नि त डेन्जर के गरेर चलाउनु पर्छ कि यो ठाउँमा चाहिँ लास्ट कुरो हो कि तर जाम खुल्न सक्छ ग्रुप राइडमा गइरहेको छ गाइजहरू ग्रुप राइड जस्तो चाहिँ है तर बाइकहरू सबभन्दा पहिला डिफ्रेन्ट त्यो गाडीहरू हुन्छ दामी भेटेको गरिसक्यो अझै 15-16 किलोमिटर बाँकी छ सर चिसो हावा खाँदै पानी पर्ला सरले भन्ने ठाउँमा आइपुग्यो हामी चाहिँ बवाल बाटो हुनेछ मलाई अगाडिको बाटो कस्तो छ अब यहाँदेखि हामी चाहिँ सल्लेरीमा प्रवेश गरिसक्यो सल्लेरीदेखि नन स्टप नुवाकोटबाट प्रवेश गरिन्छ स्यामसम्म हुन्छ चाहिँ अब सिटी एरिया एक्जिट भइसक्यो गाउँ एरिया पनि छिरिसक्यो बवाल बाटो त सही रहेछ कुनै कुनै ठाउँमा बिग्रेको भत्किएको छ तर प्रायः जस्तो राम्रै रहेछ बाटो शीतल क्या है यतातिर खेत रोप्नु थाल्यो क्या जोतिसकेको छ त ओ माई गड फेरि बिग्रेको बाटो आयो अरे यार धुलो अहिले एक्लै भयो गाईहरू सबै ग्रुपलाई छोडेर अगाडि आएको फिल भइरहेको छ ग्रुप राइडमा हिँड्ने जस्तो फिल हुन्थ्यो सहरतिर अहिले चाहिँ गाउँतिर आइसक्यो बाटो त लास्ट रहेछ क्या धुलो डेन्जर डोलो रहेछ हाम्रो बाटो बनाउनु छ नि त त्यही भएर धुलो रहेछ गाईहरू रक लागेको पनि अगाडि यस्तो गयो यस्तो ठुलो ट्रक लाग्छ बस्ती मकैहरू ठुलो भइसकेको छ गाउँतिर त बबार रमाइलो त यस्तो सुनसान लागिरहेको छ क्या एकदम शान्त वातावरण घरहरू पनि बवाल छन् त यार के हो यस्तो गाईहरू दामी यस्तो त ठाउँ त यार नन स्टप उकालो भेट्यो हामीहरू अब नन स्टप उकालो होला सायद मेबी अब फर्स्ट टाइम जाँदै नगरको थाहा छैन ओहो कस्तो रहन्छ हाम्रो राइड तर उकालो छ जस्तो छ अब
दामी हरियाली के यार नगरकोट भरौँ न हो 2082 क्या दामी गजर पुल किरा साकारी हुसुलुनी पुल गोप्रोम त देखिरहेको छैन होला त्यहाँनिर चाहिँ भवाल पुल रहेछ अब लगभग हामी नगरकोटकै नजिक नै आइपुगिसक्यो होला सायद होइन माई गड लाइक हेभनको होइन स्वर्ग चाहिँ बवाल ठाउँ रहेछ दामी छ नगरकोट आइपुग्यो हामी चाहिँ बवाल ठाउँ रहेछ क्या यार कुसुमहरू बोकिरहेको छ यार गाउँको याद आयो पहिले ओ माई गड सेउलाहरू बोकिरहेको छ यार बाटो सानो भए पनि बवाल रहेछ गाइजहरू हुडी क्या हुई टोप हुई होप रहेछ यार हुई ढुई होप रहेछ ढुई अपनेर आइपुग्यो हामी चाहिँ सर यता तलतिर के हो घडेलो टन्नै रहेछ क्या यार आम्मा यहाँ पनि घरेलु रहेछ खतरै बस्ती बस्छ होला त्यता पारतिर जताको त घरेलु गरेर रहेछ हो मकै त बाबा तर्काई खेतिर हुँदो रहेछ क्या दामी हरियाली गाई त्यो मकै मकै त कति ठुलो भइसकेको छ यार यस्तो ठाडोबाट कहाँ लाँदा होला हो मकै त कति ठुलो भइसकेको छ पुरा हरियाली छ त्यहाँ हर नै क्यार गर्छ भने तर पनि फर्स्ट टाइम आएर पनि हामी एक्ज्याक्ट नगरकोट पुग्नै लागिसक्यो आमामा गाह्रो भइसक्यो हाम्रो भैयालाई ढकलिनुपर्छ कहिले ठाउँ रहेछ ओ माई गड बवाल क्या फाइनली गाइजहरू यो चाहिँ नगरकोट आइपुग्यो हामी आमामा यस्तो बवाल ठाउँ रहेछ दामी रहेछ घडेरीले सकिने भयो नगरकोट त यार म जता गएँ त्यतै घरेलु बिक्रीमा छ र यो पनि घरेलु बिक्री रहेछ आज यतातिर पनि कोही किन्न चाहने मान्छेहरू आउँदा हुन्छ जता गयो त्यता हाम्रो त्यो पारि डाँडैभरि घरेलु छ क्या होइन जता गयो त्यतै घरेलु तर ठाउँ चाहिँ स्वर्ग नै रहेछ क्या स्वर्गै रहेछ है स्वर्गै रहेछ आम्मामा यस्तो बवाल ठाउँ लाग्यो मलाई मेरो बाइकले पनि खत्रै तान्छ भनेको गाइजहरू आयो नगरकोट आयो अब यसले अल नेपाल टुर हान्छ बाइकले होइन मुस्ताङ टुर पनि हान्छ होला एकपटक रेनकोट पनि ड्याकलाई राखिरहेको छु म चाहिँ लाइभ एकचुल भन्दै घुमिदिरहेको छु बिन्दास तरिकाले अनि त्यस पछाडि सरर लाएर नगरकोटतिर घुमिरहेको गाइजहरू तिमीहरूको त भाग्यमा छैन नि त घुम्नलाई यसरी लाइभ एकचुल भन्दै घुमिदिरहेको छु ट्राई गर्ने 2 दिनको जिन्दगी मरेर लाने के छ र जति दिन पुग्छ त्यति दिन घुम्ने रमाइलो गर्ने तिम्रो जस्तो लोभकन्जी छैन नि त अनि घर बसेपछि खाने इन्जोय गर्दै घुमिरहेको छु म चाहिँ हामी चाहिँ बाख्री गाउँ आइसक्यो अब यता बोका गाउँ त थाहा छैन कता छ बोका गाउँ यो सबै बोका गाउँ होला त्यहाँनिर चाहिँ बाख्री गाउँ रहेछ बाख्री गाउँ पनि बबालै रहेछ घुम्नलाई बाख्री गाउँ क्रस भइसक्यो गाइजहरू बाख्री गाउँ पछि अब हामी बोका गाउँ खोज्दैछौँ नगरकोट आउनै बाँकी रहेछ फर्स्ट टाइम आएर त्यति मेलोमेसो पाएको छैन अब चाहिँ हामी 2-4 मिनट पुग्छ अब नगरकोट माथि डाँडामा अब चाहिँ हामी तल गइरहेको छ अहिलेसम्म आज चाहिँ रोप्दैछ यता रोप्न भइसकेको छ आम्मा प्याराडाइस भिल्ला रहेछ यहाँनिर चाहिँ रोनी हाउसिङ बन्द रहेछ खतरा हाउसिङ बन्द छ अरे यहाँनिर पसल डाँडा आइपुग्यो पसल डाँडा आम्मामा कति सफा गाउँ हो क्या है ओ माई गड हेर्दै कस्तो आनन्द आउने ठाउँ क्या सबै मान्छेहरू मिलेर बसेको सफा सुग्घर के त्यही यस्तो डाँडाहरू पनि कस्तो टपमा गाइजहरू टपमा यस्तो बवाल ठाउँ रहेछ यार उतातिर रहेछ टावर चाहिँ यो नुवाकोटको टपमा आइसक्यो योभन्दा पछाडितिर टावर छ हेर्नलाई चाहिँ बवाल के लास्ट चाहिँ दामी ठाउँ रहेछ आम्मामा मनै हरर बनाउने कि ओ माई गड कति दामी गाउँ हो क्या यस्तो बवाल के जता हेऱ्यो त्यतै रमाइलो जता हेऱ्यो त्यतै रमाइलो सुन्दर शान्त वातावरण एकदम मिलेको हावापानी अहिले चिसो सिजन यस्तो दामी के है त काठमाडौँ त डेन्जर गर्मी छ यता चाहिँ चिसो क्या घरहरू पनि बवाल के
है फोहोर पनि त्यति छैन यस्तो दामी हरियाली हो माइ गज गाइजहरू एकपल्ट घुम्नै पर्ने ठाउँ रहेको छ घुम्नै पर्ने यस्तो दामी ठाउँ छ अनि यस्तो ठाउँ नघुमेर हुन्छ त अनि यहाँ तल चाहिँ यस्तो बवाल कोलोनी बन्दैछ हाउसिङ बन्दैछ आम्मामा यो चाहिँ बवाल बन्छ केही समयपछि अहिले चाहिँ हालसम्म त्यति बनेको छैन पछि खतरै बन्छ अब यो त यतातिर छ अझै घुम्नलाई यता तलतिर कता घुम्यो गयो के गर्ने गयो घुम्नुपर्छ रमाइलो गर्नुपर्छ तिमीहरूको भाग्यमा छैन क्या यसरी लिएर आउनुपर्छ नि त यसरी घुम्नलाई तर तिमीसँग पैसा छ तर के गर्नु घुम्नलाई चाहिँ हिम्मत छैन आँट छैन अब तिमीहरू झुन्ड्याएर बस होइन मजा घुमिरहेको छु लाइफ इज चिल भन्दै लास रमाइलो हानिदिरहेको छु एक्लै आमामा नुहाकोट आइरहेको छु सबै काम धाम छोडेर इन्जोय गरेर लाइफ भनेको आज भोलि छैन क्या मरिसक्यो नि त त्यही भएर मरेर लाने होइन अलिअलि कमाउने रमाइलो नै गर्नुपर्छ क्या हामी चाहिँ नुहाकोट घुमिरहेको छौँ अझै पनि सरला दामी रिसोर्ट भएको ठाउँ रहेछ यस्तो जग्गा छ पुरै सरम हो गाजरो सल्लो भएको ठाउँ रहेछ घुमियो त्यहाँ लगाएर अब भिडियो सिडियो कपडा चेन्ज गरेर राख्दैछु जकेटहरू म चाहिँ घुमौँ लागिरहेको छ है तर फर्किनु पर्ने टाइम पनि त्यस्तै भएको हुनाले फर्किनु पर्यो नत्र त बबाल ठाउँ रहेछ नि त दामी फुलहरू फुलिरहेको छ यार छेउछेउमा के फुल यस्तो रिसोर्टहरू खतरा रिसोर्ट रहेछ कि खास रिसोर्ट भएको ठाउँ रहेछ गएको छ यार सल्लीघारी दामी ठाउँ रहेछ बबाल ठाउँ रहेछ कति सुन्दर शान्त कस्तो बबाल ठाउँ हो भनेको हेरेन त्यसका दिने खतरा अमेरिकन ल यता ग्याङहरू पुरै ग्रुप राइडमा हिँड्दा यिनीहरू ल हानिदिइसक्यो त तुर्का.com तुर्का हानिदिएँ यार मैले हेरेँ अरे मासालाल त दिएले दनक दिएले यसले पनि नगरकोटको बाटो नि दामी बनाउँदैछ अरे आम्मामा पिच गर्दैछ यो बजार चाहिँ बबाल छ नगरकोटको बजार सल्लीघारी बनायो भने हिँडिरहेछौँ गाजर हामी यस्तो खतरा सल्लो रहेछ क्या फरक किसिमको सल्लो रहेछ यहाँ चाहिँ चिसो पनि चिसो मौसम छ यार सही छ तर पनि सही छ आम्मामा यताभित्र बन्द रहेछ है त्यो त्यहाँनिर घुम्न नदिँदो रहेछ डेन्जर घुमिसक्यो गाजहरू यस्तो बाटो ल्याउने खोजेको बाइक चिप्ल्यो घाँसले गर्दा चाहिँ अहिले आमा सुतिरहेको छ मेरो भाइ पल्टिसक्यो कसरी उठाउनु अब यसलाई चिप्लो घर जानु सकेन तर पनि जसरी लाने कुरो हुन्छ यसलाई फर्काएर कतितिर आएको फर्किनु नाम निशानै छैन यस्तो रमाइलो ठाउँ रहेछ कहाँबाट फर्किनु है बबाल लागिरहेको छ इन्जोय गरिरहेको हो यस्तो राम्रो ठाउँमा आइरहेको होइन फर्स्ट टाइम आएर होला छोड्ने मन लागेको छ यस्तो दामी हावा चलिरहेको छ नि आमामा सर्ट फरर उडाइरहेको छ क्या यस्तो हावा चलिरहेको छ ओ माई गड यतिको हावा छोड्छ हावा पनि त कहाँ पाउँछ आमामा ठाउँ पनि हेरौँ न ठाउँ पनि यस्तो बबाल छ नि त यो सब रिसोर्टहरू क्या एकदम खतरा यही नै हो यहाँको खासियत भनेको खतरा आमामा बबाल लास्ट महँगो छ यो रिसोर्टहरू तर धेरै टाढो नगरकोट घुमेर आइसक्यो बबाल रमाइलो लाग्यो क्या नगरकोटबाट फर्किने मन लागेको थिएन तर के गरौँ फर्किहाल्यो अब हामी चाहिँ भक्तपुर नजिकै यता नजिकै आइपुग्यो लगभग एक्जिट भइसक्यो पछाडिदेखि नगरकोट साइडतिर हो अब यहाँबाट नन स्टप लगभग अब 15-20 मिनटमा हामी चाहिँ काठमाडौँ पुग्छ त्यसपछि इन्जोय भयो गाजहरू दामी बवाल ठाउँ रहेछ एकपल्ट घुम्नै पर्ने ठाउँ रहेछ
इन्जोय गर्नुपर्छ, घुम्नुपर्छ, डुल्नुपर्छ, 2-3 दिन मरेर लाने के छ र। अब बिन्दास इन्जोय गरेर आयो भनौँ न, इन्जोय गरेर आयो। टाटा बाई बाई।